कति 2 मिनेट छन भ्याइएको छ यसरी कुर्दै हुन्छ 2 मिनेट ट्रेन नै आएको छ ट्रेन भ्याइयो कसले गर्दा सबैले गर्दा बुवा त दगुनु भयो बुवाले के भन्छ रे गरम गरम भन्नुभयो गरम गरम भन्नुभयो गाडी रोक्नु हुँदैन छैन गरम गरम होइन रेडी भइसन आउनुहुन्छ भनेर ए अनि त्यहाँ 1 मिनेटको पनि किम्मत छ त त्यहाँ अनि देख्नु भएन अब यो ट्रेन कुर्दैन 1 मिनेट अब ट्रेनले 1 मिनेट नि कुर्दैन मन्त्री आए नि कुर्दैन कुर्दैन हो हामीलाई नि काम गर्यो उनीहरूलाई काम गर्यो कानको कपासले अब त्यही हो तर 1000 चाँडै नै आउनुभयो तर 1000 चाँडै नै आउनुभयो मम्मी सुत्नु गयो के भन्न त्यहाँ हामी बस चढेर पेन्जिङ जान्छौँ अहिले हामी बस चढेर स्ट्यान्ड फिल्डबाट बस चढेर यसरी अब पेन्जिङ महिना कहिले बनाएर भ्याउँछ त क्यापुचिनो कि लात्ते क्यापुचिनो क्यापुचिनो हामी वहीँ गएर खाने कि यहीँ खाने अब अघि भनिसक्यो अनि कति वहीँ गएर खाने राम्रो भोक लाग्छ ल ल ल बनाउँछ होला उनीहरूले कफी खाँदैछौँ हामीले यहाँ पेन्जिङमा यस्तो यहाँ कप कलाएर कफी खायौँ ल अब हिँड्दै हुन्छ हामी अब ट्रेन चढ्नेतिर हुन्छ नि सबैले ओपल कार्ड निकालौँ ऊ त हरियोबाट निकाल्नुपर्छ हामीले ल सबैले ट्याप गरौँ अनि प्लेटफर्म 3 मा हामी जाँदैछौँ ल हामी यसरी कलाएर चिया खाँदैछौँ क्यापुचिनो कस्तो लागिरहेको कफी एकदम मिठो छ टेस्टी हजुरलाई कस्तो लागिरहेको उनीहरूलाई मनलाई कुन मिठो 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 मम्मीलाई त मिठो निन्द्रा मिठो कफी ल यसरी खाली होला यो बसेर खानु पाइन्छ यहाँ त सबै रेडी हुन्छ ट्रेन चढ्नलाई ढोका खोल्नुपर्छ क्या हो त है यहाँ त आफै खोलिँदैन ल हिँड्नु ल ल जानु ल हिँड्नु न हिँड्नु वीडियो फोन वीडियो
क्यापुचिनो मिठो बनाएको कस्तो लागिरहेको ट्रेन एकदम टेस्टी मुनाको कचोटी है कचोटीहरू गनेको छैन कटुङमा ब्लु माउन्टेनमा काटुम्बा 3 चोटि होला महँगो त भन्नुभयो मिलाउनु पर्ने हो यस्तो आज हामी माउन्टेनमा जाँदैछौँ यति रमाइलो फ्यामिली परिवार भएर सबैजना एकसाथ हिँड्दाखेरि यति रमाइलो भयो कि सिमै भएन यसको चाहिँ साह्रै रमाइलो नयाँ नयाँ ठाउँ देख्न पाइने नयाँ नयाँ के अरे भ्यूहरू देख्न पाइने साह्रै रमाइलो लाग्यो है ल मलाई नि साह्रै रमाइलो लागिरहेको छ सबैसँग हिँड्न पाउँदा एकदम रमाइलो ट्रेन मजाको छ होइन सिआरबी त सिमै छैन मुनाको मन्द मुस्कान दिन सकिन्छ मुखा बुवालाई कस्तो लागिरहेको ट्रेन यो त ट्रेनको सम्बन्धमा गर्नुपर्दा इन्डियन ट्रेन जस्तो भयो नि त त्यो चाहिँ डेकोरेसनहरू सबै राम्रो छ हजुर यो टेम्पोको हामी यहाँ आज 360 माउन्टेन्समा जाँदैछौँ हजुर अब्जर्भेसन जाँदैछौँ जाने सिलसिलामा हामी चाहिँ सम्पूर्ण आज परिवारका सम्पूर्ण सदस्यहरूको चाहिँ यो जमघट भएर जान पाउनु हाम्रो लागि अति नै गर्वको कुरा हो खुसीको कुरा पनि हो जस्तो अवसर चाहिँ लाइफमा सायद मिल्दैन होला पहिलोचोटि यो परिस्थितिले सिचुएसनले यस्तो गराइदियो कि एकैचोटि चाहिँ जमघट हुने खालको मान्छे ट्रेन त एकदम सफा लागेन जय साहबलाई चाहिँ छोरीप्रति धेरै धेरै आभार व्यक्त गर्छ ट्रेन त सफा लाग्यो नि बुवालाई सफा खायो ट्रेन निट एन्ड क्लिन कति राम्रो छ डेकोरेसन त बहुत मलाई एकदम रमाइलो अनुभव भइरहेको छ अब अहिले हामी यता अस्ट्रेलिया सिडनी घुम्न जाँदैछौँ सिडनी होइन ब्लु माउन्टेन हजुर ब्लु माउन्टेन ब्लु माउन्टेन उतातिर घुम्न जाँदैछौँ अब हाम्रो छोरी ज्वाइँले यसरी हामीलाई घुमाउँदै हुनुहुन्छ टाढाको यात्रामा दुवैतिरको बुवा मम्मीलाई ल्याएर अनि यसरी घुमाउनु भयो हजुरहरूलाई धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छु र हाम्रो एकदम धेरै आशीर्वाद छ हजुरहरूलाई अब यसरी घुमाएकोमा धेरै खुसी छौँ आफ्नैदेखि हामीले हजुरहरूलाई धेरै आशीर्वाद दिँदैछौँ र अब यसरी हामी दुवैतिरको परिवार अब हामी अब कहिले को आउने को जाने को आउने को जाने हुनेछ यसरी हामी सबै पहिले आउनेछौँ र होइन यो पहिलो अवसर हाम्रो एकदम खुसीका साथ बितिरहेछ यही नै फ्यामिली इन्जोय एकदम रमाइलो भइरहेको हामी अहिले सिस्टर माउन्टेन्स जाँदैछौँ हामीहरूले ट्रेन गरेर अब हामी 4 घन्टाको यात्रा अब केही छैन पुरा हुनेछ एकदम रमाइलो हामी फ्यामिली भएर यसरी हिँड्न पाउँदा असाध्यै खुसी लागेको छ यसरी छोरा बुहारीलाई धेरै धेरै धन्यवाद ल हजुरलाई चाहिँ कस्तो लाग्दैछ त अरू मैले कमान्डिङमा लिएर जाँदैछु बुवाहरूलाई आज ब्लु माउन्टेन सिस्टर ठिका अलिकति हिँड्नुपर्छ मम्मीलाई नि अलिकति त्यही भएर हिजो तेल लाउनु भएको हिँड्नुपर्छ भने पहिले मैले इन्फर्मेसन दिइसक्यो प्रायः इन्फर्मेसन त्यही भएर आज चाहिँ मजाले हिँड्नुहुन्छ हेर्नुहुन्छ घुमाउनुहुन्छ त्यहाँ गएपछि ओहो यस्तो पनि के भन्नुहुन्छ अब हेर्दै जाम त्यसपछि त्यो कन्टेन्ट भिडियोमा देखिन्छ
उद्देश्य मेन पर्पज त्यो झिरिपे पार्नु भएन बुहारी एकदम झिरिपे हाम्रो गाउँठाउँले बगेर वेलकमले थाली लिएर स्वागत गर्नलाई वेलकम गरेर होइन वेलकम गरेर चाहिँ दसहरा आउनुभयो भनेपछि सपना जस्तो लाग्यो क्या म धरानबाट हिँडेको हेर्नु बाटामा खानेकुरा ल्याएर रोटी सब्जी ल्याएर टक्क राख्दै गाडी हुन्छ नि दुःख त हुँदैन हिँड्दाखेरि साह्रै आनन्द कति आनन्द लिँदैन भनेर लेखेर रहेछ Wentworth Falls हामी Wentworth Falls आएका छौँ लेउरा अब हामी लेउरा आएका छौँ यसरी कटुम्बा कटुम्बा ल ल ल धेरै कुर्दैन यो ग्याप छ है धेरै जाम यहाँ त चिसो हुन्छ नि कटुम्बाहरू चिसो हावा चलेको छ यो कटुम्बा स्टेसन हो चिसो हावा चलेको छ दादा चिसो हावा छ यहाँ अलि बढी हामी कटुम्बामा छौँ र सबैलाई चिसो लागेको छ 8 ठिराउन चिसो छ अनि यहाँ त बेलुका त पानी जाउँछ त होइन 2 हामी अब बुवालाई कुर्दैछौँ हामी एकछिन हिँड्छौँ कटुम्बा अनि हजुरलाई कतिको चिसो लाग्यो कतिको चिसो हो त काम हो हातै काटी पन्जा ल्याउनु ल ल ल केही छैन हो ल कटुम्बाको लिफ्ट चिसो छैन होइन हात ठेटिरहेन हामी हाँडा उली जाने हो कि सिधै जाने हो सिधै जानु त है अहिले घाम ला आउँदाखेरि बरु उली पसन्द उली जाने के को लागि फलफुल कस्तो टाढो लाग्छ अरे ऊ यता उता होइन ल हामीले अहिले कटुम्बाको बजारमा छौँ मिठो चिसो लागिरहेको यहाँ उभियौँ सबैजना एकछिन उभियौँ अनि सँगसँगै जानु सँगसँगै कफा वेट ल आउनु आउनु ल हामी यसरी हिँडिरहेका छौँ
तक्कला र अहिले कटुम्बाको ट्रेन स्टेसनबाट हामी बाहिर निस्केका छौँ र सबैलाई चिसो लागिरहेको छ। हामी बस स्टपमा जाँदैछौँ। तातो तातो एकदम तातो। अहिले हामी बस स्टपमा पुग्दैछौँ। थ्री सिस्टर्स लुकआउटमा आएको छौँ। यही हो। सिस्टर्स माउन्टेन लुकआउट। ल हामी अहिले थ्री सिस्टर्स लुकआउट। ल डह्रो हावा लागेको छ थ्री सिस्टर्स लुकआउटमा। त्यो हो थ्री सिस्टर्स लुकआउट। Three Sisters Lookout. Three Sisters Lookout. Oh oh. कस्तो हावा चल्यो? हावा एकदमै हावा हो कि एकदम चिसो चिसो कति भयो सबैले? धेरै चिसो भयो नि एकदम मिठो खालको चिसो रहेछ। ल फ्रिज भित्र बसे जस्तो भयो। त्योभन्दा बढी भयो होला।
उडाउने प्रोभाइड धेरै छ। उडायो 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 एकदम चोर मान्छे हल्लाउने आमा नि के गरे गाला रातो भयो हुन्थ्यो। सिस्टर्स लुकाउटमा यता हावा चलेको नि त्यस्तो, यता हावा नचलेको अवस्था छ। एन्टिलाइट ल ल यसरी हामी हिँड्दैछौँ। बिचमा गोहीहरू आउनेछ, छेउछेउमा गोही हुन्छ है, छेपारो जस्तो के छेपारो जस्तो हुन्छ। अँ ल मम्मीलाई यताबाट हिँड्नु, यताबाट छेउबाट। ए खानाबाट चाहिँ कटु छ हो, कटु छ कस्तो छ। अनि संसार भन्दा अग्लो छ मेरो त आज त यही भिडियो काम चना रोटी मजाले कसले दिनुहुन्छ रोटी खान थाल्नु बिर्सेको। मजाले दाना काटिरहेको मम्मी यसरी भ्याउनु लाउनु भएको छ। रोटी सुक्खा रोटी बुहारी खाँदैछ, मुनाले यहाँ टमाका दिइराखेको यहाँ एकदम मिठो भए जस्तो छ। मम्मीले यहाँ दर खाइराख्नु भएको। कहाँ हो हामी, कहाँ खाँदैछौँ, कहाँ खाँदैछौँ, कहाँ खाँदैछौँ मैले, कता खाँदैछौँ हजुर? यसरी अगाडि दृश्य देख्दा हुन्छ यी सबै मजाले, तर चिसो हावा चलेको छ, तर मौसमले साथ दिएको छ। मान्छेहरू यसरी दिएको छ। ठुलो लहै 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 हामी जाँदैछौँ ब्लू माउन्टेन थ्री सिस्टर्स लुकआउटमा। सबैलाई जाडो भएको छ, सबैको हात काटेको छ। मुनाले टक्क ज्याकेटभित्र हात हालेकी छिन्। के भन्न छ, हामी लस्करै लाइनमा आयौँ है। सबैलाई हाई गरेर जानु ल, हाई हाई ल। यसरी आउँदै हुन्छ। मोबाइल सोबाइल खोल्टिया राखेर ल चेन लाएर सबै हिँड्नु मजाले ल। जाने हो, यहीँ हो, यहीँ नजिकै हो। मम्मी बिस्तारै ल ल ल हिँड्नु न, रोकिनु भयो हजुर। ल ल ल बिस्तारै आराम छ हिँड्नु, केही हुन्न, केही हुन्न, केही हुन्न। नातिन केही हुन्न, भर्याङ झर्दै हुन्छ अहिले। डर लागिरहेको
हिँड्ने हुन्छ। यो थ्री सिस्टर्स माउन्टेन। हुन्छ पछाडि के छ? हजुरको पछाडि के छ? माउन्टेन। त्यही हो थ्री सिस्टर्स माउन्टेन। कस्तो लागिरहेको हजुरलाई? एकदम राम्रो। ऊ हेर्नु यतातिर हेर्नु, पछाडि भ्यू हेर्नु। डर लाग्यो भरि चढ्दा हजुरलाई? डर त लाग्यो। ल वाह मेरो भइसक्यो। बाघ भालु आउन सक्छ नि। यस्तो ठुलो घना जङ्गल हो नि यो त। ठुलो जङ्गल हो। यस्तो छ यो थ्री सिस्टर्स लुकआउट। लागिरहेको के भयो? लड्यो? अलि साइडबाट हिँड्नु रमाइलो अकेला आयो भिडियो फोटो खिच्नु त हामी आएका छौँ बुवाको टर्न ल है त है पर्तिर यो त्यसो चाहिँ अलि आएन राम्रोसँग आएन राम्रो
गो सिटीबाट गो यसरी हिँड्दै आउनुभयो दामी भ्यू आएको छ यो हो थ्री सिस्टर्स माउन्टेन तीनटा सिस्टर्स यसको ढुङ्गा देख्छु अनि चारैतिर जङ्गल जङ्गलै जङ्गल पहाडी पहाड यसरी केरा खाँदै हुन्छ ल पर्खिँदै जाउँ ब्लू माउन्टेनबाट गुवाहरू यसरी आउँदै हुन्छ हुँदै गुवाले हाच्छिउ गर्दै हुन्छ चिसो लागेको अवस्था सबैलाई चिसो एकदम चिसो छ हात कठाइरहेको छ भिडियो गर्नु गाह्रो भएको छ मेरो यसरी हेर्ने सबैले उपल कार्ड रेडी राख्नु भएको छ होइन लिफ्ट हामी इन्तजार छौँ स्टेसन झन् पटुङमा ल हाम्रो डेस्टिनेसन सकिएको छ 2 3 हुनाले